आज हाम्रो वनभोज कार्यक्रम पानमारा के अरे यो गाउँको नाम पानमारा तल्लो पानमारामा वनभोज कार्यक्रम बारुकी भइरहेछ। रफ एन्ड टफ पिकनिक हाम्रो वनभोज कस्तो लागेको छ मेनका एकदम रमाइलो कता हेरेर बोल न। अर्ग्यानिक धनिया हाम्रो वनभोज कस्तो लागेको छ अर्ग्यानिक धनियाको अचारसँग मिठो मिठो भएको छ यहाँको आगो परेको खानु ल के कस्तो भएको छ कस्तो मिठो भएको छ हौ सधैँको भन्दा पनि ल श्रीमानलाई केही नभनिकन आउने मान्छे के भन्छ बिहा नै गर्नु भएको छैन कसरी श्रीमान हुन्छ हौ बिहा गरेको छैन ए भर्खर 25 देखि कति अरे 26 कि कति हुन्छ यहाँ त भाइ छ यहाँ भाइ अब बिहा चाहिँ गर्न लाग्नु भएको छ ए ल त्यसो भए आउँदो बिहाको शुभकामना। करुणा कता फर्केको फेरि अर्ग्यानिक दाउरामा पकाइछ हाम्रो यहाँ करुणा देवी हाम्रो नानीले पकाएको यहाँ र हाम्रो यहाँनिर करुणा नानीले के पकाउँदैछ भने के अरे आलु होइन आलु सुन्दैछ यहाँनिर करुणा नानीले पकाएको छ यो सबै उहाँ यो नानीले नै पकाएर दिएको खाँदैछ यस्तो खतरा काम गर्छ। यहाँ हाम्रो मासु पोलाइ हुँदैछ फेरि यो धनियाँको अचार छ सिमल तरुल छ मासुको पोका छ यो झोलामा